सबैलाई नमस्कार। म प्रतीक बन्तवराई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। आजको यस भिडियोमा म तपाईहरुलाई मेरो पुरानो जन्मस्थान धनकुटा जिल्लाको शहीद भूमि गाउँपालिकामा म देखाउन लागिरहेको छु। यो विगत 10 वर्ष लामो अन्तरालपछि म यस मेरो जन्मथलोमा यसको नाम चाहिँ खोगुटार भन्छ। यहाँ चाहिँ हामीले खेतहरू रोप्ने अनि पछि खेतहरू रोपिसकेपछि विभिन्न किसिमको तरकारीहरू आलु टमाटर हरू रोप्ने गरिन्थ्यो। र यो बगिरहेको चाहिँ अरुण नदी हो। र यो माथिको यो डाँडा चाहिँ भोजपुर जिल्लाको होमताङ भन्ने ठाउँ हो। यो यहाँ चाहिँ पहिला सङ्कटकालमा चाहिँ नेपाली सेना र माओवादी बीच ठुलो लडाईँ परेको थियो। हामी चाहिँ त्यति बेला सानो बाल्यकाल नै थियो। करिब 10 वर्ष पछाडि आएर मैले गरेको सङ्घर्ष र मैले दुःख गरेको ठाउँलाई हेर्दाखेरि मलाई एकदमै मेरो बाल्यकालको याद आयो। फाइनली गाइज म चाहिँ मेरो बेसीको घरमा पुगिसकेको छु र यो चाहिँ हाम्रो बेसीको घर हो। यस्तो छ है, पुरानो पहिलाको घरहरू हो। र हाम्रो बाबा चाहिँ हिजो बस्दै झर्नु भएको थियो। सो म हाम्रो बाबालाई बोलाउँछु, कहाँ हुनुहुन्छ? हाम्रो बाबा चाहिँ तल बारीमा काम गर्दै हुनुहुँदो रहेछ। बुवा के गर्दै हुन्छ? मल लिएर आएको थिएँ। लिएर आउनु। ए ल ल ल ल ल ल ल यो चाहिँ हाम्रो बाबा मम्मीको गोरु रहेछ, पाल्नु भएको रहेछ। यस्तो गोरुहरू पाल्नु भएको रहेछ है, 2टा रहेछन्। कति बलियो रहेछ गोरुहरू त। चाहिँ आँपको रुख हो, मालदा आँपको रुख। अहिले चाहिँ अब फलेको छैन है, सिजन सकिएको छ। यता चाहिँ केराहरू छ, कागतीहरू। हाम्रो बाबा मम्मीहरूले यी बिरुवाहरू सम्झेर बेसीलाई चाहिँ एकदमै भुल्न गाह्रो मान्नुहुन्छ क्या। अनि हाम्रो यो बेसीको घर हो। पहिला हामी चाहिँ जन्मेर हुर्केको घरै यही हो। यहीँबाट स्कुल जान्थे। करिब 1 घन्टा 45 मिनट लाग्थ्यो हामी जाँदाखेरि। त्यस्तो धेरै हिँड्नुपर्ने हुन्थ्यो। यसलाई चाहिँ हाम्रोतिर सिम भन्छ है गाइज। हामी चाहिँ यहाँ पहिला रातमा चाहिँ यहाँ चाहिँ ओछ्यान लाएर सुतिन्थ्यो। र अहिले त अब सुत्ने मान्छे पनि छैन है। म चाहिँ अब हाम्रो घर खोल्न गइरहेको छु। हाम्रो घरको ढोका रहेछ यस्तो छ, पुरानो सिस्टमको। तपाईहरुकोतिर त यस्तो छैन होला गाइज है। हाम्रो बाबाले चाहिँ दसैँको लागि केरा पनि तयार पार्नु भएको रहेछ। पाकी पो सकेको रहेछ है क्या हो। बत्तीहरू सबै जडान भइसकेको छ अहिले चाहिँ। मेरो बाबा मम्मीहरूले बनाएर खाने यो चाहिँ चुलो पकाउँछन् है, भात चुलामा भाँडा बसालेर यसरी खाना बनाइन्छ है त। मैले चाहिँ अहिले खाना बनाउँदैछु हामी 2 जनाको लागि। आगो फुकेर आगो तरकारी यो बनाउने आलु अनि बोडी बनाउने प्लान गर्दैछु। आगो पनि मैले हजुर पहिला हामी बाल्यकाल हुँदा पनि यसरी नै पकाइन्थ्यो क्या गाइज। एकदम सानो हुँदाखेरि यसरी नै पकाइन्थ्यो। र आज पनि यसो पकाउने मौका मिल्यो। यो चाहिँ हाम्रो खेत हो, हामीले पहिला रोप्दै गरेको खेत है त। धानहरू यस्तो भएछ, बुवा आमाले अस्ति रोप्नु भएको थियो। यस्तो फुलिसक्यो, निस्किन लागेको रहेछ।
माथिसम्म चाहिँ रोप्नु भएको रहेछ है धान। एकदमै गाह्रो छ। अब काम गर्ने मान्छे पाइँदैन। अनि अब आमा बाउ बुढाबुढी भइसक्नु भयो। दुःख भने चाहिँ अझै पनि गर्न छोड्नु भएको छैन। पहिला चाहिँ हामीले रोप्ने खेतहरू नै यही हो। हामी धेरै दुःख गरेको, सङ्घर्ष गरेर चाहिँ हामी हुर्केको खेत हो यो। Yeah, bring you up. Yeah, come on.